खतरा रहेछ त्यताबाट त नि हेलो एभ्रिवान वेलकम टु अनदर ब्लग आई सबजना सञ्चारमा हुनुहुन्छ भने एकदम सन्चीको साल भिडियो स्टार्ट गर्दैछु यहाँ मेरो छोरी बसेर हाँसेर चाहिँ मासु खाँदै नमस्ते गरिदेऊ नमस्ते हाम्रो भाइले यहाँ तिहार लगाइरह नाच्दै हिँडिरह अरे भाइ त बहुत ह्यान्डसम छ ऊ यस हाम्रो मम्मीले चाहिँ मासु पकाइरहनु भाइ हाम्रो मम्मीले मासु पकाइरहनु भएको गाइजूले हाम्रो भाउजूले त्यहाँ खाना बनाउँदै हुनुहुन्छ अब फेरि बनाइदिन्छु नि अझै बनाउनु यहाँ चाहिँ सब काटेर राखेको छु मामीहरूले अचार सचार बनाउनको लागि भनेर गाइजहरू आज चाहिँ तिहार हो रे भन्न नि नआउने दाइलाई फोन गर्नु पर्यो साँच्चै है अया गाइजहरू ह्याप्पी तिहार सबैजनालाई ल मासु राख्ने ठाउँ पनि पाएन छौँ केमा ल नमस्ते गरिदेऊ छोरी फेरि जतिचोटि नमस्ते गर्छ यसले केमा तेल राख्ने यो निकालौँ न यो निकालौँ न डक्टी के निकालेर एक साइडमा राख्नु मधेर भयो क्या यहाँ रोटीहरू चाहिँ सब रेडी भइसक्यो हाम्रो प्याज अचार लगाएर मासुलाई हजुर मासुमा पुग्ने जति हाल्नु नि अरू अचारलाई राखिदिनु के चाहिँ यो टिकाहरू पनि रेडी गराइसक्यौँ हामीहरूले अब चाहिँ यहाँ खानेकुराहरू हाल्नुपर्ने हुन्छ गाइजहरू हामीले चाहिँ यहाँ भाग लगाउँदैछौँ अब यस्तै देखाउनु पऱ्यो यार एक कुन्टा पनि पर्दैन कि यिनीहरूलाई यहाँ हाली भ्यायो क्या भाउजू यता 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 हाल्नु अब यता 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 मैले हालेँ साइड साइडबाट हाल्नु कि यहाँ हाल्दै नि हुन्छ कि किन हो जिम जानु जिम त्यो त अगाडितिर हेर्नु ऊ यहाँ एमा एमा खै यसमा कुनमा ठुलो यसमा ए ढुम्रो पुग्यो छैन कि यिनीहरूमा गाइजहरू हामीले चाहिँ सब रेडी गराएर भ्याइसक्यौँ अब यत्रो धेरै चाहिन्छ हेर्नु न यहाँ हाम्रो घर यति धेरै चाहिन्छ बाफ्रे अझ यहाँ भाग पुग्यो छैन अझ यहाँ मासु छ अचारको भाग लगाउने छ सब मम्मीले पकाउँदै हुनुहुन्छ पछि देखाउँछु ल हामी चाहिँ रेडी भइसक्यौँ यता इमेजले नाच्नु गानीहरू मिर्चहरूले मम्मीलाई समात्नु त एकचोटि त्यहाँ ढोकामा देखाउँछु म किन राम्रो होइन यहाँ ठुलो मम्मीले चाहिँ ढोकामा लगाउँदै हुनुहुन्छ किन त्यत्रो टाढा लगाइदिनु भयो फेरि नजिकमा धेरै बेर भयो अलि बिचबाट लगाएको हुन्छ लाउनै पुगेन ढोका सानो भएर यहाँ चाहिँ हाम्रो मामा राइसक्नु हजुर यता हो ल यता चाहिँ मामाहरू बसिसक्नु भयो अब चाहिँ टाइम हुन लाग्यो हाम्रो चाहिँ जतिखेर नि एउटै गरेको अहिले फेरि भाइरल हुने
जिन्दगी चल्दैछ गाइजहरु यता गीत बजाउनु मम्मी गीत बजाउँदाखेरि बन्द गर्नुपर्छ है सम्पूर्ण नेपाली दाजुभाइ त्यसै गरी दिदीबहिनीहरूलाई भाइटिका 2082 सालको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। आदरणीय दर्शकवृन्दहरू मखमली हजारी र सुपारी भाइटिका लगाउने चलन भएको छ। यसरी दिदीबहिनीको हातबाट पुगिसक्यो। अब उनको मृत्यु निश्चित छ। ती चेलीले यमदूतलाई टीका टालो नसकुन्जेलसम्म टीका टालो यसरी चेलीको माइजहरूको पालो आयो गाइजहरू ल कस्तो आएकै छैन कि केही पनि मम्मीले चाहिँ ओखर पनि लाउनु भयो त्यो पनि खुवाइदियो त्यो उता फाल्नु छैन अझै हो त्यो पनि खुवाइदियो हेर्नु साथीहरू मेता मामाको ल अब चाहिँ म चाहिँ भित्र जाने तिमीहरूको आनन्द छ तिनटा भाजा न तिनटा 4 5 6 7 के भन्ने होइन दिदीले लगाइदिनुहुन्छ दिदीले अलि ट्याप्प गराइदिनुहुन्छ नि छोरालाई होइन मम्मीको फोटो दिदी तिमीले अनलाइनले जाऊ त उता ए दिदी खानु नै एउटा तिहार भाइटिका ह्यापी तिहार साथीहरूलाई सबले तुरो हो मैले लगाइदिन्छु भनेको इसिकालाई तपाईँले लगाइदिनु भयो बन्द इसका नाम कस्तै दिनु यो भोलि देखेर अलि मिलेन राखेन चेलाउनु त दाइ चेलाउनु के बठाउनु हुन्छ है फेरि एक्सन त ए हजुर कसलाई हो हो तिमीहरू मैले चिन्न नि गाइजहरू अब चाहिँ हाम्रो खाने बेला भयो हजुर ऊ चिची खाउँछ अरे
चिची खाऊ इस हाम्रो भाइ हिरो भइसक्यो अब चाहिँ यता बाहिर खान मामाहरू मेरो दाइ भएर माथि उता खान लाग्यो गाइजहरू अब चाहिँ यता किन हो र उज्यालै नआएको क्या आज कहीँ पनि कताबाट हो यताबाट खिच्नु पऱ्यो अरे गाइजहरू म चाहिँ यतापट्टि जान्छु एकछिन छोरी रोइरहेको थियो अब अलिअलि भयो भने भिडियो त गराउनै पऱ्यो अरे वाह खतरा रहेछ त यताबाट त नि ल मामाहरू दाइ भाइहरू चाहिँ यता बस्नु भएको छ हाम्रो देवर भाउजूको नाच गाइजहरू हेर्न यसले गराउनै नदिएको मलाई खै बाहिरको हेर त